नमस्कार साथीहरू, यो दसैँको लागि चाहिँ सेकुवा बनाएर खाने कार्यक्रमको लागि यहाँ सेकुवा पकाउन यहाँ 3 किलो 3.5 किलो 4 किलो कति मासु थियो। त्यो पकाएर यति भइरहेछ। यहाँ अरू बनाउनु बाँकी नै छ। यहाँ अब यो काट्नु बाँकी छ। अनि आज चाहिँ अब मरेर लानु के छ र, अब यो रमाइलो पनि गर्नुपर्छ। यहाँ हाम्रो घर गृहिणीले चाहिँ सेकुवा पोल्दै हुन्छ। म चाहिँ यहाँ सेकुवाको लागि नि मासुलाई चाहिँ पिस पिस बनाएर स्लाइस काट्दैछु। तर यो काट्दाखेरि कुखुरा र बिरालो कुकुरले घेरेर पो यहाँ अलिक मजा भएन। अब तपाईहरुलाई पनि खानु त मन लागेको छ होला, खानु आउनुहुन्छ भने तपाईहरुको लागि भाग राख्दिम ल। अनि अब यो चाहिँ स्लाइस काटेकोलाई त्यहाँ फेरि हड्डी पनि हौ, यो बुढादी नगर है हड्डी त हुन्छ। यो झन् चुसेर खानु दामी हुन्छ। यो आइम सुन्नु आको हो हड्डी मन पर्दैन है मलाई। यो अब कसैलाई हड्डी मन नपर्ने, कसैलाई छाला मन नपर्ने, कसैलाई मासै मन नपर्ने, त्यस्तै हो। आफ्नो आफ्नो चोइसमा भएर खानुपर्छ नि त बुढी। ल अब यसपालिको दसैँ चाहिँ यतिमै होला। अब मनाइएको सम्झना बिर्सनामा हस् त। अब आउने साल फेरि बनाइएछ भने, बाँचिएछ भने फेरि भिडियो अब बनाउँला। अब यसपालि चाहिँ हाम्रो आफ्नै सुँगुर काटेको 6 किलो जति मासु राखौँ भनेको सेकुवाको लागि। 4 किलो चाहिँ राख्यो। अब 4 किलो हिजो खायो अलिकति, अब आज यति बाँकी छ। ल नमस्कार सबैलाई, ह्याप्पी दसैँ भन्दै आज यो मेरो भिडियो क्लिप यहीँ बन्द गर्न चाहन्छु। हस् त, धन्यवाद।